साथीहरु यहाँ चाहिँ अब खमार बनाउने अनि यहाँ हेर्न सक्नुहुन्छ धान चलाउनै पर्दैन हो यो खमार सक्यो साथीहरु अनि गति मत्ती चाहिँ यस्तो छ मेरो बसाइ सो हेलो गाइज वेलकम टु न्यू भ्लग तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ आई होप कि तपाईहरु सन्चै हुनुहुन्छ म पनि फ्रेन्ड फाइन सन्चै आरामै नै छु साथीहरु त्यसै त अब मध्य घाममा चाहिँ हामी दाल बटुल्नु गइरहेको छौं आजको हाम्रो काम भन्ने कुरो मेरो निकै दिन भ्लग नआएर कस्तो लागिरहेछ साथीहरु रमाइलो लागिरहेछ होला नि मेरो भ्लग कसैलाई मन त पर्दैन अनि के हाल्दिनु अल्छी लाग्छ के फेरि हेट केहरु छ हो यहाँ अनि गति मत्ती चाहिँ यस्तो छ मेरो बसाइ भनेको झापामै छ साथीहरु झापाको धेलाबारी जेमेडगढी माछु मैले यस्तो छन् के बोक्नु अरे मैले पान साँच्चै खमार पो बनाउन जानु छ त आज त ठक्कसँगले अनि म बोकेर हिँड्दैछु साथीहरु अनि 12 बजेको घन्टी पनि लागिसकेको छ खमार कता बनाउनु खमार बनाउनेतिर चाहिँ जाउँ यस्तो हालतमा खस्दैछु म जिन्दगी यस्तो छ साथीहरु के गर्नु काम त गर्नु पर्यो हैन थाहा छ कताबाट कता लिनु पर्ने जुन होइन यस्तो अल्छी लाग्दै भइरहेछ दिन अनि त्योभन्दा अगाडि यता जाउँ न हौ धान सुकाएको छौँ होइन बिहान बिहानै अघि हामीले बिहान 8 बजी सुकाएको घाममा भरे अब मिल जानुपर्छ मिलको चाहिँ अब भिडियो आउँदैन किनभने रात परिसकेको हुन्छ हामी मिल जाँदा यहाँ हेर्नु सक्नुहुन्छ धान चलाउनै पर्दैन हो यो के चलाउनु यस्तो घाम छ यहाँ चाहिँ धान सुकिरहेछ साथीहरु देख्नुभयो होला हातहरु पनि कालो भाइ केही छैन हो त्यतिका के बजाउँदै आउँछ यहाँ कपिराइट लाग्यो भने चाहिँ हुँदैन साथीहरु यहाँ चाहिँ अब खमार बनाउने अनि यो कुन्यौ छ नि यो चाहिँ मैले लाएको हो दुईजना भएर लाइयो अब यहाँ मेरो साउनी आउँदैछ टक्कसँगले अनि पारी पनि घाँस धान काट्ने धमाधुम भइरहेछ अनि यता यस्तो छ विरक्त लाग्दो बनाइसक्यो यहाँ धान थियो अनि यहाँ देख्न सक्नुहुन्छ मिलाएर राखिरहेको छ धानहरू हामीले काटेको हो यो चाहिँ अब यहाँनिर खमार बनाउने कुरो छ हेरौँ आजको काम कतिसम्म चल्छ भन्ने कुरो यो चाहिँ के खालको झारो यस्तो छ खमार सक्यो साथीहरु यहाँनिर यस्तो गरिरहेको छु यहाँनिर मेरो कपिराइट चाहिँ लाग्यो नि पानी खानेहरूले यहाँ मजा असिम पसिम भएर हालत खराब भइरहेछ साथीहरु अब यस्तै छ आजको मेरो दिन भ्लग त बनाउनु पर्यो पानी खाने नि पानी खानुपर्छ नि धेरै दिन पछाडि भ्लगमा आइसकेको छु साथीहरु राम्ररी मलाई हेर्नु होला मेरो अनुहार पनि बिर्सिनु भयो होला तपाईहरुले साथीहरु म चाहिँ टक्कसँगले अब यहाँनिर मासको दाल खोज्नु पर्ने भएको छ अब हेर्नु होला मेरो फुल भिडियो आजको यहाँ यस्तो गद्दार गरी यहाँ भिडियो बनाइरहेको छु साथीहरु अब यो कसरी खोज्ने हो गाह्रो छ त दाल साथीहरु यहाँ दाल खोजै चाहिँ मेरो धमाधुम छ तर यहाँ मलाई मारे चाहिँ आज मेरो साउहरूले हैन यस्तो घारीमा हालेको छ हैन यहाँ नदेखाउँ होला हैन अब यस्तोमा दाल खोज्नु परेपछि हाम्रो काकी श्री पनि त्यहाँ हुनुहुन्छ चट्टसँगले हेट टेरीका यो कहाँ छिरायो नि त मलाई अनि साउनी आमा त्यहाँ चाहिँ
तेरका फेरि नेट स्लो छ कि साउनी आमाको काम गर्ने तरिका पनि यस्तो साह्रो भएपछि म बाँच्छु अनि ठ्याट काँडै काँडा छ होइन खुट्टा घोच्छ हात घोच्छ यो के हो यो कम्पनी यो कोरियामा पनि फेसिलिटी नै छैन फेरि यहाँ हेर हातको गतिमती पन्जा दिँदैन फेसिलिटी भएन कम छ यो फेसिलिटी यो कोरियामा अब छोडेर जाँदैछु म